हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई। आज चाहिँ मैले कक्षा 12 को इकोनोमिक्स अन्तर्गत युनिट 16 इन्डेक्स नम्बरबाट चाहिँ हाम्रो एनइबीमा चाहिँ टोटल 6 मार्क्सको क्वेसन आउने गर्छ हरेक वर्ष, जुनमा चाहिँ 5 मार्क्समा र 1 मार्क्समा चाहिँ दुईटै न्युमेरिकल आउने गर्छ। आज चाहिँ यसमा आधारित रहेर चाहिँ मैले तपाईहरूलाई हिसाब गरेर देखाउन गइरहेको छु। कस्तो लाग्छ हिसाब, कस्तो लाग्छ भिडियो, सबैले च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। मैले यस्तै यस्तै भिडियो बनाउने गर्नेछु। आज चाहिँ म सुरुमा चाहिँ फर्मुला लेखाउने छु र आज चाहिँ हामीले एउटा हिसाब गर्नेछौँ जुन चाहिँ हाम्रो सिम्पल अथवा यसलाई चाहिँ अनवेटेड प्राइस इन्डेक्स नम्बर भन्ने अन्तर्गतमा रहेर मैले चाहिँ आज सिम्पल एग्रिगेटिभ मेथडको अन्तर्गतको हिसाब चाहिँ तपाईहरूलाई मैले पढाउन गइरहेको छु। सुरुमा चाहिँ हामी फर्मुला सरर लेखौँ। यो हाम्रो चाहिँ सिम्पल प्राइस इन्डेक्स भित्र पनि रहेर अन्तर्गतमा रहेर चाहिँ हाम्रो यसमा चाहिँ दुईटा चाहिँ सब टाइटलहरू पनि रहेका छन् है, जसमध्ये चाहिँ पहिलो सब टाइटल चाहिँ हाम्रो रहेको छ सिम्पल एग्रिगेटिभ मेथड र आज चाहिँ हामीले यसमा चाहिँ हामीले गर्नेवाला छौँ यो मेथडबाट चाहिँ हिसाब, तर म चाहिँ फर्मुला चाहिँ दुईटै लेखाउनेवाला छु तपाईहरूलाई। अनि हाम्रो अर्को सब टाइटल रहेको छ दोस्रोमा चाहिँ सिम्पल एभरेज अफ प्राइस रिलेटिभ युजिङ एएम मेथड। यसको पनि हामी फर्मुला चाहिँ लेख्ने छौँ आज चाहिँ, जसमध्ये चाहिँ हाम्रो यो सिम्पल एग्रिगेटिभ मेथडको चाहिँ पहिलो फर्मुला रहेको छ PO1 इक्वल टु समेसन P1 अपन समेसन PO इन्टु 100% रहेको छ। यसको चाहिँ पहिलो फर्मुला। अनि हाम्रो अर्को सिम्पल एग्रिगेटिभ अफ प्राइस रिलेटिभ युजिङ एएम मेथडको फर्मुला रहेको छ PO1। अनि हामीले चाहिँ यो एएम मेथडबाट गर्नलाई जसलाई चाहिँ हामीले अर्थमेटिक मिन पनि भन्छ, A1 अपन N समेसन अनि ब्राकेट P1 अपन PO इन्टु 100 रहेको हुन्छ, जसको चाहिँ हाम्रो यो PO भनेको चाहिँ हाम्रो बेस इयर रहेको हुन्छ। बेस इयर भनिन्छ हामीले चाहिँ यो POलाई चाहिँ अहिले। अनि PO बेस इयर भनेको चाहिँ हाम्रो अब गइसकेको वर्षलाई चाहिँ हामीले बेस इयर मान्न सक्छौँ। अनि अर्को चाहिँ हाम्रो P1 हुन्छ, त्यसलाई चाहिँ हामीले P1लाई चाहिँ करेन्ट इयर पनि भनिन्छ। जो करेन्ट इयर चाहिँ अहिले हाम्रो चालु वर्ष भनिन्छ। जस्तै इक्जाम्पलको लागि 2016 र 2017 दिएको छ भने चाहिँ हाम्रो यो बेसिक इयर भनेर चाहिँ हामीले 2016लाई मान्नु पर्यो, जसलाई चाहिँ हामीले POले चाहिँ डिनोटेट गरिनेछ यस हिसाबमा चाहिँ। अनि हाम्रो 2017लाई चाहिँ हामीले करेन्ट इयर अहिले चलिरहेको वर्ष मानिन्छ, जुनलाई चाहिँ हाम्रो करेन्ट इयर र त्यसलाई चाहिँ हामीले डिनोट चाहिँ P1ले डिनोट गरिने गरिन्छ यो हिसाबमा चाहिँ। अब चाहिँ हामी अब ढिलो नगरिकनै पहिलो न्युमेरिकल एक्सर्साइजतिर लाग्नेछौँ, जुन चाहिँ हाम्रो सिम्पल एग्रिगेटिभ मेथडबाट हामीले चाहिँ यसलाई गर्नेवाला छौँ। अनि यसको लागि चाहिँ मैले सरर फर्मुला पनि यहाँ राखिदिएको छु तपाईँहरूलाई सजिलो होस् भनेरै। अब हामी चाहिँ क्वेसनतिर लाग्छ। क्वेसन चाहिँ रहेको छ क्यालकुलेट प्राइस इन्डेक्स नम्बर बाई युजिङ सिम्पल एग्रिगेटिभ मेथड फ्रम द डाटा अफ एग्रिकल्चर प्रोडक्सन गिभन बिलो भनेर चाहिँ हामीलाई एउटा टेबल दिएको छ, जसमा चाहिँ हामीलाई दुईटा चाहिँ हामीलाई यहाँ डेट दिएको छ, प्राइस इन 2070 अनि अर्को चाहिँ प्राइस इन 2075 भनेर भनिएको छ। यो चाहिँ हाम्रो 70 चाहिँ हाम्रो यो बेस इयर भइहाल्यो होइन, अनि मैले तपाईँले भनिसकेको थिएँ। 2075 चाहिँ हाम्रो करेन्ट इयर। अनि हाम्रो कमोडिटीमा चाहिँ हामीलाई दिएको छ मेज दिएको छ, अनि अर्को व्हिट दिएको छ, अर्को एउटा मिलिट, बार्ली र प्याडी दिएको छ है। अब हामी यसको चाहिँ सोल्युसनतिर लाग्नेछौँ। अब हामी चाहिँ यसको सोल्युसनतिर लागिसकेका छौँ। मैले चाहिँ क्वेसन नम्बर 1 भनेर यसको हेडिङ लेखिसकेको छु र म चाहिँ यहाँ सोल्युसन लेखेर चाहिँ सुरु गर्नेछु। हाम्रो यहाँ कमोडिटी दिएको छ, कमोडिटिजमा चाहिँ मैले कमोडिटिज लेखेँ। मैले चाहिँ यहाँ क्वेसनको जस्ताको त्यस्तै चाहिँ मैले यहाँ एकचोटि फेरि
कपीमा लेख्नेछु होइन। तपाईँहरूलाई क्वेसन देखिसक्नु भएको छ होला। सरर म चाहिँ यसलाई फरवर्ड गरेर देखाउनेछु र एकैचोटि चाहिँ सोलुसनतिर लाग्नेछौँ। क्वेसन चाहिँ अहिले तपाईँहरूले त्यही बुकको मैले स्लाइड देखाएको थिएँ नि जस्ता त्यस्तै सार्नु होला। अनि हामी चाहिँ अब एकचोटि यो क्वेसन सारेपछि चाहिँ सोलुसन चाहिँ म देखाउनेछु है त। हाम्रो क्वेसन रहेको छ र हामीले चाहिँ क्वेसनको समेसन निकालिसकेका छौँ। यो बेसिक इयरको चाहिँ हाम्रो चाहिँ समेसन PO1 880 निकालिसकेका छौँ भने हामीले समेसन P1 चाहिँ 950 निकालिसकेका छौँ। अब टक्क लाएर हामीले चाहिँ यतापट्टि साइडमा चाहिँ यसको हिसाब गर्नेछौँ। अब टक्क लाएर यहाँ चाहिँ हामीले हियर भनेर लेख्नेछौँ, हियर। अनि टक्क लाएर हामीले चाहिँ प्राइस इन्डेक्स निकाल्ने छ, त्यसैले हामीले प्राइस इन्डेक्स भनेर लेख्नेछौँ र प्राइस इन्डेक्सलाई चाहिँ हामीले चाहिँ PO1 ले डिनोट गर्नेछौँ। र हामीले अहिले स्लाइडमा देखाएको थिएँ नि मैले फर्मुला, दुईवटा फर्मुला लेखाएको थिएँ नि, त्यो मध्ये हामीले चाहिँ यहाँ हामीले चाहिँ PO1 अपन समेसन PO लगाएर इन्टु 100, किनकि यो हामीलाई चाहिँ क्वेसनले सिम्पल एग्रिगेटिभ मेथडबाट गर भनेको भएर चाहिँ हामीले चाहिँ सिम्पल एग्रिगेटिभ मेथडमा चाहिँ हाम्रो यो फर्मुला रहेको छ। तपाईँहरूलाई म यहाँ देखाउन पनि चाहन्छु। यहाँ रहेको छ सिम्पल एग्रिगेटिभ मेथडको फर्मुला यहाँ देख्न सक्नुहुन्छ। PO1 इक्वल टु EP1 समेसन EP1 डिभाइडेड समेसन PO इन्टु 100%। यो फर्मुला चाहिँ हामीले यहाँ यो लागू गरेका छौँ र टक्क लाएर हामीले चाहिँ यो समेसन PO1 चाहिँ हामीले क्यालकुलेट गरिसकेका छौँ। यो यहाँ रहेको छ होइन, क्यालकुलेट 880। हामीले चाहिँ त्यसलाई चाहिँ 880 लाई टक्क लाएर 880 लेख्नेछौँ र यसको पनि हामीले यहाँ निकालिसकेका छौँ 950 र यहाँ 950 गर्नेछौँ र टक्क लाएर यो दुईटालाई चाहिँ हामीले भागा गर्नेछौँ, भाग गर्नेछौँ र नि इन्टु 100 गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो चाहिँ एन्सर 107.95 आउँछ। अनि यो चाहिँ हाम्रो एन्सर रह्यो होइन। यो चाहिँ हाम्रो एन्सर रह्यो। तपाईँहरूले चाहिँ कता बुझ्नु भएको छैन, के बुझ्नु भएन फेरि कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब पनि गर्नु होला है त। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। यस्तै हिसाब खालको भिडियो आउनेछ। अब अर्को भिडियोमा भेटौँ होला। कुन क्वेसनको सल्भ गर्न पर्यो कमेन्ट गर्नु होला। अर्को मेथड पनि म भिडियो बनाउँछु है। भिडियो अन्तिमसम्म हेर्नुभयो सबैलाई थ्याङ्क्स गाइज है त। बाई बाई।